नेपालको पवित्र भूमिमा दिव्य रक्षक प्रकट हुन्छन् भगवान शिव पशुपतिनाथको रूपमा। काठमाडौँ उपत्यकामा सूर्य उदाउँछ। भगवान शिव शान्तिपूर्वक बागमती किनारमा हिँड्नुहुन्छ। जनावरहरू उहाँको करुणा महसुस गर्दै जम्मा हुन्छन्। शिव ध्यानमा बस्नुहुन्छ, दिव्य आभा फैलाउँदै। एक मृग शान्तिपूर्वक शिवतर्फ आउँछ। चराहरू वरिपरि घुम्छन् र नजिकै बस्छन्। शिवले करुणासहित जनावरहरूलाई आशीर्वाद दिनुहुन्छ। वन जीवनले भरिपूर्ण भएर हरियो हुन्छ। ऋषिहरूले नदी किनारमा शिवलाई देख्छन्। भक्तहरूले श्रद्धासहित वन्दना गर्छन्। शिवले दिव्य करुणासहित मुस्कान दिनुहुन्छ। मन्त्र जप उपत्यकाभरि गुन्जन्छ। बागमती किनारमा मन्दिर निर्माण सुरु हुन्छ। सुनौलो छाना भव्य रूपमा उठ्छ। शिवको आभा मन्दिरसँग मिल्छ। तीर्थयात्रीहरू पूजा गर्न आउँछन्। भक्तहरूले श्रद्धासहित दियो बाल्छन्। ओम नमः शिवाय मन्त्रले वातावरण भरिन्छ। शिव वरिपरि ब्रह्माण्डीय आभा फैलिन्छ। मन्दिर रातमा उज्यालो चम्किन्छ। शिव ताण्डव नृत्य गर्नुहुन्छ। ऊर्जा उपत्यकाभरि फैलिन्छ। भक्तहरू विस्मयमा हेर्छन्। प्रकृति तालसँग कम्पित हुन्छ। बालबालिकाहरू खुसीसहित शिवतर्फ आउँछन्। शिवले उनीहरूलाई न्यानो मुस्कान दिनुहुन्छ। उहाँले आशीर्वाद स्वरूप हात राख्नुहुन्छ। बालबालिकाहरू खुसीसहित रमाउँछन्। शिव बागमती किनारमा उभिनुहुन्छ। उहाँको आभा उपत्यकाभरि फैलिन्छ। जनावर र मानिसहरू एकसाथ जम्मा हुन्छन्। शिव सबै प्राणीहरूको रक्षा गर्नुहुन्छ। मन्दिर रातमा उज्यालो चम्किन्छ। भक्तहरूले एक तालमा मन्त्र जप गर्छन्। शिवको ब्रह्माण्डीय उपस्थिति महसुस हुन्छ। पशुपतिनाथ मन्दिरको अन्तिम दर्शन। बागमतीदेखि अनन्तसम्म शिव पशुपतिनाथको रूपमा सबै प्राणीको